नमस्कार। मानव जीवनसँग प्रत्यक्ष सरोकारमा रहेको स्वास्थ्यसँग के कुराहरू गर्न मन लगायो। हिजो आज अर्थात् केही दिन अगाडिदेखि नेपालमा उग्र बन्दै गइरहेको बर्ड फ्लू निकै अराजक बनिरहेको छ। यो भाइरस जन्य रोग, यो सिजनल रोग अहिले एकाएक काठमाडौँ नेपालको राजधानीमा बर्ड फ्लूको हटस्पट भनेर जो नेपाली सञ्चार माध्यमले दिइराखेको छ र नेपालको स्वास्थ्य मन्त्रालय, WHO, वर्ल्ड हेल्थ अर्गनाइजेसनहरूले यो बर्ड फ्लूसँग संयमित रहनु र यसलाई तुरुन्तै नियन्त्रण गर्नु आवश्यक छ भन्ने खालका अवधारणाहरू र यो रोग सम्बन्धी पालना गर्नुपर्ने नियमहरू निरन्तर सार्वजनिक भइरहेको हामीले पाउन सक्छौँ। नेपालमा कोशी प्रदेशको मोरङ, सुनसरी, झापा हुँदै एकाएक काठमाडौँ भित्रियो, जो यो पन्छीजन्य अर्थात् चराचुरुङ्गीजन्य रोग मानिन्छ। नेपालमा व्यापक रूपमा कागमा बर्ड फ्लूको सङ्क्रमण देखिएको नेपाल सरकारको स्वास्थ्य शाखा अन्तर्गतको निकायले तथ्य प्रमाणित गरेको छ। जो हाँस, कुखुरा, परेवामा पनि यसको सङ्क्रमण तीव्र रूपमा बढेको हुनाले नेपाल सरकारले पन्छीजन्य चराजन्य मासु र अन्डालाई पूर्ण रूपमा निरुत्साहित गर्न सक्यो भने मात्रै केही हदसम्म यो काठमाडौँमा उग्र बनेको बर्ड फ्लू संयमित हुन्छ। जो बर्ड फ्लू लागिसके पछाडि रुगा लाग्ने, ज्वरो आउने, वाखकी लाग्ने, टाउको दुख्ने विभिन्न किसिमका लक्षणहरू देखा पर्छन् र यसले निश्चित उमेर अवधि भनेर भन्दैन। जसलाई पनि यो सङ्क्रमण हुन सक्ने तथ्य विज्ञहरूले बताएका छन्। जो अहिले नेपालमा मात्रै होइन, विदेशमा पनि इन्डिया, चाइना, बङ्गलादेश, भियतनामहरू जस्ता थुप्रै मुलुकमा यो बर्ड फ्लूको सङ्क्रमण चरम बिन्दुमा पुगेको छ भन्ने कुराहरू पनि तथ्यले देखाएको छ। हामीले हेलचक्र्याइ गऱ्यौँ भने यसले ठुलै विकराल रूप लिन सक्ने सम्भावित कुराहरूलाई मध्यनजर गरी जो व्यावसायिक रूपमा हाँस कुखुरा पालन गरिरहनुभएका व्यावसायिक अथवा त्यहाँ काम गर्ने मजदुर कर्मचारीहरूले नेपाल सरकारले मापदण्ड दिए अनुसारको PPE